बा भोलि तपाईँ मर्नुहुन्छ, बा भोलि मर्छु, त्यो पनि फाइल त रह्यो नि त, रहेन भन त। कसैलाई केही थाहा छैन क्या भोलि चाहिँ, थाहा छ त बन्द गरौँ त। ए हुँदैछ, यो बोलेको नि हुन्छ, अनौपचारिक कुरा नै राख्नुपर्छ। हाम्रो कुशल घले सर जो एउटा सामाजिक व्यक्तित्व हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले आज ब्रदर्स एकाडेमी धरानमा हुन त उहाँ प्राय आउनुहुन्छ हाम्रो ग्राहक बनेर, हाम्रो शुभेच्छुक बनेर, हाम्रो हौसला दिने एउटा चाहिँ प्रेरक बनेर आउनुहुन्छ। तर आज पनि उहाँ चाहिँ एउटा ग्राहक बनेर आउनु भएको छ, उहाँ हाम्रो रेगुलर कस्टमर पनि हो। यो एकाडेमीमा चाहिँ उहाँले पनि एक प्रकारको एउटा मोटिभ जुन प्रेरणा दिनुहुन्छ, यो अत्यन्तै राम्रो गर्नुभएको छ तपाईँले। जुन अहिलेको अवस्थामा भन्नुहुन्छ त्यो पनि एउटा उहाँले दिनुभएको ठुलो एउटा योगदान नै रूपमा लिन्छौँ हामी। हाम्रो कुशल सरलाई धेरै धेरै धन्यवाद र स्वागत गर्न चाहन्छु एकाडेमीमा। धन्यवाद सर, धन्यवाद। म त धेरै कुरा त सोध्न मन छैन, म तपाईँलाई राम्ररी चिन्छु। यसलाई यो एउटा अनौपचारिक मात्रै हो। तपाईँले जुन एउटा लर्ड सम नेपाल नामको एउटा चाहिँ सामाजिक संस्था, जुन नानीहरूलाई तपाईँले 9-10 जना नानीहरूलाई जसरी तपाईँले केयरिङ गर्नुभएको छ, तपाईँलाई यो यसरी चाहिँ मैले नानीहरूलाई केयरिङ गर्नुपर्छ, यो मेरो जिम्मेवारी हो, सामाजिक दायित्व भनेर चाहिँ तपाईँलाई कुन अवस्थामा चाहिँ तपाईँलाई यो गर्न मन लाग्यो, या तपाईँको रहर हो, बाध्यता हो, या तपाईँको एउटा यो मोटिभेसन के हो? यो यसको निकै लामो कहानी छ। सर्टकटमा भन्नुपर्दा मेरो आफ्नो बाल्य अवस्थाले गर्दाखेरि पनि म यो समाज सेवामा 9 जना बालबालिकाको सेवा गर्ने मेरो एउटा प्रेरणा हो। मेरो बाल्य अवस्थाले मलाई प्रेरणा दिएको हो। हामीले जान्यौँ। म धेरै त सोध्न चाहन्न, मलाई किन भन्दाखेरि उहाँलाई एउटा सठिक मात्रै म सोध्छु, किन भन्दाखेरि यो आवश्यकता पनि छ। अब जसरी अब यो हामी यो समाजमा यसरी बालगृह चलाउनको लागि, बालगृहलाई चाहिँ बचाइराख्नको लागि, यो बचाउनु भन्ने त होइन, हामी चाहँदैनौँ कि सबैजना मानिसहरू, सबैजना बालबच्चाहरू चाहिँ एउटा टुहुरा होस्, होइन, कोही चाहँदैन नि त। तर त्यो हाम्रो हातभित्रको कुरो होइन, हाम्रो बााउन्ड्रीभन्दा परेको कुरा हो। तपाईँले अब ती धेरै नानीहरूलाई ती वेल म्यानेज गरेर राख्नु भएको छ। कुनै एउटा तपाईँको दाताले मलाई भन्नुभएको थियो, घले सरले नानीहरूलाई यति राम्रोसँगले राख्नु भएको रहेछ कि उहाँले यति भन्नुभएको थियो कि सायद उहाँलाई सहयोगको आवश्यकता पर्दैन कि भनेर नै भन्नुभएको थियो। यो कोही तपाईँकै शुभेच्छुकले भन्नुभएको, तर तपाईँ त्यो भनेर तपाईँले उहाँलाई त्यो देखाउनु भएको शिक्षा हो मेरो विचारमा छ, होइन हो कि भन्नु? हजुर हजुर, यति राम्रो उहाँले राख्नु भएको छ आफ्नो नानीहरूलाई। तपाईँले चाहिँ नानीहरूलाई तपाईँको सम्पूर्ण कुराहरू कसरी म्यानेज गर्नुभएको छ? सहयोगी दाताहरूले नै तपाईँ अहिलेसम्म सहयोग गरिराख्नु भएको छ कि कसरी गर्नुभएको छ? हजुर, एकदमै धन्यवाद छ। हामीलाई किन यो प्रश्न अत्यन्तै पारदर्शी नै हुनुपर्छ र तपाईँले प्रश्न नै भन्नुपर्ने हुन्छ, होइन? हाम्रो मेन दाता भनेको चाहिँ मेरो आफ्नो श्रीमती हो, जो नेपाल सरकारको जागिरी छिन्। र मैले जुन समयमा मेरो आफ्नो जग्गा जमिन बेचेर यो बाल आश्रमलाई सुरु गरेँ, अनि सुरु गरिसके पछाडि सायद मेरो इमान्दारितालाई देखेर होला धरानको धेरै मानिसहरूले र धरानभन्दा बाहिरका पनि धेरै मानिसहरूले जो समाजसेवीहरू हुनुहुन्छ, उहाँहरूले हामीलाई केही रकम आफूले सकेको 1000, 1500, 500, 2000, होइन 5000, 10000 जति सक्नुहुन्छ त्यति पैसाहरू पठाइराख्नु भएको छ। अनि उहाँहरूले पठाउँदा हामी के गर्छौँ भने लर्ड सम नेपालको अर्फनेज होम्सको आफ्नै खाता छ, अनि हामी खातामा राखेर अनि उहाँलाई रिसिप्ट काटेर अनि ब्याङ्क भाउचरहरू पनि दिन्छौँ। र हामी वार्षिक रूपमा अडिट हुन्छ, नेपाल सरकारमा हामी अडिट बुझाउँछौँ, हाम्रो नवीकरण हुन्छ, यी सबै कुराहरू छ। र जहाँसम्म छ अब हामीले वेल म्यानेज गर्ने कुरा चाहिँ के छ भने, मैले केही समय मैले केही एनजिओहरूमा काम गरेँ र देख्दाखेरि मैले ती एनजिओहरूमा हेर्दाखेरि मैले डोनेसनै आउँदाखेरि पनि तपाईँको सपोर्टर नै हुँदाखेरि पनि दयनीय अवस्थाहरू देखेँ, होइन। देखिसके पछाडि मलाई चाहिँ के लाग्छ भने जुन बच्चाको नाममा जो मान्छेले सपोर्ट गर्छ त्यो बच्चाले पाउनुपर्छ भन्ने हो। किनभने मैले अघि नै भने जुन बाल्य अवस्थामा मैले जुन पीडा भोगेर आएँ, सायद मलाई पनि त्यसरी सपोर्ट गरिदिने मान्छे भइदिएको म अझै योभन्दा राम्रो काम गर्न सक्थेँ कि भन्ने तरिकाको जुन एउटा मेरो दिमागमा सधैँ एउटा चाहिँ खेलिरहेको छ। त्यस कारणले गर्दा म के चाहन्छु भने अझै त्योभन्दा वेल म्यानेज गर्ने इच्छा छ मलाई त, अझै त्योभन्दा राम्रो गर्ने इच्छा छ, अझै त्योभन्दा अझै सफा, होइन, अझै थुप्रै कामहरू गर्ने इच्छा छ। किनभने आर्थिक कुराहरू नै जोडिन्छ हरेक कुरामा। र मेरो श्रीमतीको जुन एउटा चाहिँ सरकारी तलब छ, म त अहिले लर्ड समलाई मात्रै हेरिरहेको छु, म त्यसलाई मात्रै संरक्षणकै भूमिका खेलिराखेको छु। र मेरो श्रीमतीभन्दा बाहिर केही अब ब्रदर बारिस्ता एकाडेमीबाट नै सपोर्ट भइराखेको छ, यस्तै थुप्रै मानिसहरूबाट सपोर्ट भइराखेको छ। र म चाहिँ के भन्न चाहन्छु भने त्यहाँ आएर वास्तविक कुरा बुझेर सपोर्ट गर्नु होला भन्ने मेरो इच्छा छ र यसरी नै चलिराखेको छ। र अहिलेसम्म जति पनि दाताहरूले सपोर्ट गरिराख्नु भएको छ, 1000, 500, 200, 1000, होइन, जति पनि सक्नु भएको छ उहाँहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु। यो चाहिँ सुरुमा चाहिँ मलाई
मैले जग्गा जमिन बेचेर सुरु गरेँ, तर अहिले चाहिँ जिम्मेवारी तपाईँहरूले लिनुभयो, तपाईँले दुःख उठाइदिनु भएको छ, धन्यवाद छ सबैजनालाई। हुन्छ, किन भन्दाखेरि कतिपय यो अर्फनेज होमहरू चाहिँ दुःख देखाएर गर्ने किसिमको नि भेटेको भएर मान्छेले त्यो एउटा शङ्का गर्दो रहेछ। तर तपाईँले चाहिँ सानो आम्दानी मतलब सानो आय स्रोतबाट पनि नानीहरूलाई अत्यन्तै सफा सुग्घर होइन शिक्षा दीक्षा दिएर राख्नु भएको छ, त्यो चाहिँ एकदमै प्रशंसनीय छ। र धन्यवाद तपाईँको यो कामको हामी समाजले उच्च मूल्याङ्कन गरि नै सकेको छौँ। धन्यवाद भलै अब कसैले थाहा पाएर नै भनेन होला, त्यो आफ्नो ठाउँमा छ, तर तपाईँले जुन गर्नुभएको योगदान चाहिँ समाजको लागि अत्यन्तै एउटा के भन्छ त्यसलाई चाहिँ एउटा उदाहरणीय छ। तपाईँको यो जोस जाँगर सदा कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद, थ्याङ्क यू सर। हस्।